हेलो एभ्रिवान, गुड मर्निङ। आजको नयाँ डे नयाँ भ्लगमा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। र आज चाहिँ म जाँदैछु बिहामा जाँदैछु र खासमा चाहिँ बिहा चाहिँ हिजै थियो, तर हाम्रो चाहिँ यता जुठो लागेकोले गर्दाखेरि चाहिँ हिजो चाहिँ चोखिएर हो आज चाहिँ हामी बिहामा जाने आँटेको। यहाँ चाहिँ गाडीमा आइसकेको छ, हेर्नुहोस् होला। र अब चाहिँ हामी हिँड्नु आँटेको। ड्राइभर चाहिँ उहाँ हुनुहुन्छ हो, उहाँ चाहिँ रिजर्भ गरेको अरे उसले चाहिँ हो। हेलो खै हेलो गाइज भनेको। हेलो गाइज, म राजीव पाक्रिन भन। तपाईँहरूलाई अब नमस्ते। खै नमस्ते तपाईँहरू सबैलाई है। एकछिन यी दाजु भाउजूहरू लगेर माथि अब हिँड्दैबाट भन्नु सादी हाम्रो विवाह शुभ विवाह जाँदैछौँ। दाजुको छोराको बिहा हो, मामरिङतर्फ लागेको है। अब चाहिँ हामी निस्किसकेको। आजको मेरो गेटअप चाहिँ यस्तो छ, हेर्नुहोस् होला। आउटफिट चाहिँ यहाँ जुत्ता पनि देखाइदियो, मेरो जुत्ता ब्याग यस्तो छ। यसरी बोक्नुपर्छ भयो। क्या कर रहा है? बिहा चाहिँ कसको भन्दाखेरि चाहिँ बिहा चाहिँ खासमा हाम्रो आप्पाको बहिनीको, माइली बहिनीको हो, नातिको बिहा हो। बिहा चाहिँ खासमा हिजै थियो कि, तर हाम्रो यता घेवा पनि, हाम्रो सन्तानको घेवा पनि हिजै परेकोले गर्दाखेरि चाहिँ अब त्यहाँ जुठो लागिरहेछ होइन। त्यहाँ नचोकेर बिहा खानु हुँदैन अरे भनेर चाहिँ हिजो चोकेर आज चाहिँ हामी बिहा खानु जाँदैछौँ। हामी चाहिँ दोगी घाट पुगेँ, उहाँले चाहिँ कफी खाएको 10 घन्टा लाग्यो। हतार छ नि त दोगी घाटको ब्रिज हेर्नुहोस्। आज चाहिँ यताबाट हो एकदम दामी भइरहेछ। यो चाहिँ टुरिस्टहरूको भिड छ यही दोकानमा। जोगी घाटमा चाहिँ एकदम हावा जाती बोल तर क्यारे नखायो भनेको। राजीवलाई दिँदैछ यो चाहिँ। राजीवलाई नानाले भन्नुभएको यो चाहिँ दामी भन्यो। अहिले भने चाहिँ हामी घरमा आइरहेको छु, फार्म हाउसमा हो। आप्पा पनि जानुहुन्छ, आप्पालाई लगेर जानुपर्ने हुन्छ। यहाँ चाहिँ जो पनि आइपुग्नु भइसकेको छ बिहामा जानुको लागि। अस्तिको सानो सिबी चाहिँ यत्रो भइसक्यो, फुल्नु थाल्यो। अब 1-2 दिनमा चाहिँ यहाँनिर फल्नु पनि थालेछ। कसैले त देख्नुभयो, फल्नु थाल्यो सिबी पनि। ए सानो सानो हुँदो रहेछ, भर्खर नै फलिलो। अब 1-2 दिनमा कम्ती हुँदैन, पुरै फल्दो रहेछ। ए देख्नुभयो तपाईँले, सिबी चाहिँ फल्नु थालेछ। आप्पा पनि आइसक्नुभयो। ए बिचरा आप्पाले यहाँ ढोक गर्दैछ। आप्पाको नाना उहाँ चाहिँ बस्नु आउनु न। के गर्नु, हामी त अब दुःखमा परेको। हिजो त 2:30 त चोकिएको। हाम्रो आप्पाको जेठी दिदी नाना। बेहुला र बेहुली चाहिँ उहाँ हुनुहुँदो रहेछ। मुमाको ठुलो दाजु, मामाको त मुमाको दाजु, हाम्रो मुमाको बुवाको मामा, जेठन मामा। आप्पाले लगाइदिनु हुँदैछ यहाँ चाहिँ।
बेहुला र बेहुली बिचारा आशीर्वाद दिनुहुँदैछ आपाले चाहिँ। बाजे बोजूहरूलाई हेर्नुपर्छ तिमीहरूले। अब म त अब 81 वर्ष पुगेको मान्छे हो, कति दिन बाँच्छु होला नानी, तिमीहरूले हेर्नुपर्छ। यहाँ चाहिँ नानाले लगाइदिनु हुँदैछ अहिले चाहिँ हाम्रो उहाँ चाहिँ हाम्रो काकाले लगाइदिँदैछ। थनको मानको हुँदो रहेछ हो। हिजो चाहिँ दामी डेकोरेसन गरेको थिएँ अरे, हामी चाहिँ आउनु पाइन्न। लु अहिले भने चाहिँ हामी खाना खानु जाँदैछौँ उकालो माथि घरमा। आज चाहिँ सबै पाखरिन खालहरू भेला भइरहेछ यहाँनिर हाम्रो। आसु यहाँ आप्पाहरू पर बसिरहनु भएको छ। कस्तो रहेछ जोजो? खसीको मासुमा पल्केर है। हाम्रो आप्पाहरू खानुहुँदैछ, चिया इन्जोय गर्नुहुँदैछ। आप्पा जोजो यस्तो यस्तो परेको चाहिँ लगायो शर्मिला टेगर जस्तो। तपाईँले पनि यस्तो लाउँथ्यो? आँसुले चाहिँ लाउनु भयो। लु बिदावारी हुँदैछ। यहाँ चाहिँ एक लट आसेङ आँधीहरू सबैजना अपग्रेड हुँदैछ। यहाँ चाहिँ बिदावारीहरू कमजोरी छ। तुरुक गुम्बा चाहिँ नजिक छ हाम्रो आङेरकोबाट चाहिँ, यहीँनिर चाहिँ छेउमै। अहिले भयो भने चाहिँ हामी जान्छौँ त्यहाँनिर, तपाईँलाई पनि देखाउँछु। चाहिँ बाटो बाटो नै यो चाहिँ हो हाम्रो माइलियाङीको मूल घर। यहाँ चाहिँ पहिला उयो थियो गाईको गोठ है, यो गाईको गोठ यस्तो लामो चाहिँ बारीहरू हेर्नु त्यही छ नि बारी त। आम्मामा चियापत्ती पुरा रहेछ आङेहरूको चाहिँ यहाँनिर। उत्तिसको रुखहरू पुरा रहेछ है, धुप्पीहरू। आम्मामा लु ठाउँ छ यहाँ हेर्नु सक्नुहुन्छ। मामरिङ हो यो चाहिँ, मामरिङ बस्ती। लु अहिले भने चाहिँ हामी खानासाना खाएर गुम्बातर्फ जाँदैछौँ। बिचारी आउँदैछ लस्करले। त्यसको चाहिँ साथीहरू हिलको जुत्ता लगाइछ हो। बाटो पनि यस्तो छ। आप्पाको सुर्ता नगर्नु न होइन, आप्पा त यस्तो छ नि बाटो चाहिँ। आइपुग्यो हामी चाहिँ। मिनी बाटोहरू पनि यस्तो भइसकेछ है। लाखाङ रहेछ, निकै कम्प्लिट भइसकेछ है यो पनि। यहाँ चाहिँ बुद्धको स्ट्याचु रहेछ, मानी रहेछ। यहाँ छ गुम्बा चाहिँ खास जानु पर्दो रहेछ। पानी आयो, पानी पर्यो, हामी आइपुग्यौँ पानी पर्यो। यहाँ चाहिँ खोल्नु राखेको रहेछ है। उल्टा घुमाउनु दिएन, उता फर्केर
उयसको रहेछ है यो गुम्बा चाहिँ आइपुग्यौँ हामी गुम्बाको आकार चाहिँ यस्तो छ है तर यहाँनिर चाहिँ अफसोस बन्द रहेछ कुहरू रहेछ यहाँ चाहिँ तल चाहिँ गुम्बा बन्द थियो त्यो भएर चाहिँ हामी यहाँनिर चढाउँदैछौँ ढोक गऱ्यौँ हो यहाँनिर बत्ती नै रहेन रहेछ नि अहिले भने चाहिँ हामी यहाँबाट निस्किसक्यौँ है गुम्बाको दर्शन पनि गऱ्यौँ ढोकसोक गऱ्यौँ होइन मेन्डलहरू चढायौँ ठुईहरू खायौँ अनि अब चाहिँ यहाँबाट पनि निस्केको हाम्रो चाहिँ गाडी आइपुगेको छैन त्यो भएर चाहिँ हामी यहाँ घुम्नु आएको यहाँ गुम्बामा चाहिँ पहिला आएको हामी यहाँनिर फर्स्ट यो गुम्बा ओपनिङ हुँदाखेरि है डुक्पा ढिम्बुर्सी आउनु भएको थियो त्यति बेला चाहिँ वाङ थाप्न आएको थियौँ हामी त्यति बेला चाहिँ नयाँ थियो यस्तो दामी लागेको होइन बाटोहरू पनि मजाको थियो त्यति बेला चाहिँ अहिले चाहिँ यस्तो भएको रहेछ है निकै भयो नि त 7-8 वर्ष भयो होला सायद खास बाटो चाहिँ यताबाट हो तर हामी चाहिँ अहिले सर्टकट यताबाट आयौँ होइन अब चाहिँ हामी यहाँबाट निस्क्यौँ बाजेले चाहिँ हामीलाई यहाँबाट हेरिरहनु भएको छ बाई बाई देख्नुभयो होला है बिचरा खसीको मासु पाक्दैछ यहाँ चाहिँ खसीको मासु ओ तल छ बिहा घर चाहिँ यहाँ चाहिँ मूल घर हामीहरूको बिदावरीको टाइम हुन आँट्यो हाम्रो माइली याङ्गी आपा बेसी होस् भयो अब केको दुखा हो केको दुखा बाँचेको छोरा पो अब मैले भने विवेकको 2 वर्ष बादमा विवेकको बिहा हुन्छ 2 वर्ष 2.5 वर्ष बादमा म भ्याउँछु होला किन भ्याउँदैन छोरा चौरी परेर छोरी नाति छ हो त हजुर हो नि छैन चौरी केही रात त पिरो छ नि हाम्रो यहाँ खुम्चेर हो त र अहिले भने चाहिँ हामी बिदावारी मागेर पनि बिहा घरबाट चाहिँ निस्क्यौँ है र रात पनि पर्नु लाग्यो अब चाहिँ हामी सोझै घर जानुपर्ने हुन्छ मामरिङ बस्तीलाई चाहिँ एकदम बाई बाई भन्दै यहाँबाट चाहिँ निस्केको हामी र अहिले भने चाहिँ हामी जोगीघाट आइपुग्यौँ र जोगीघाट आएर चाहिँ मलाई चाहिँ आइसक्रिम चाहिँ खानै पर्छ है र आजको भिडियोलाई चाहिँ म यहीँ अन्त गर्न चाहन्छु सबैजनालाई बाई बाई टेक केयर